हेलो साथीहरू सबैजनालाई नमस्कार। सबैजना सन्चै आराम हुनुहुन्छ होला। मैले चाहिँ भ्लग नहालेको धेरै भएछ क्या, कमेडी भिडियोहरू होइन, भिडियो हालिरहेको थिएँ, भ्लग नहालेको धेरै भयो। अनि आज फेरि म दोकानतिर बस्नु पऱ्यो क्या, मेरो काम गर्ने मान्छे चाहिँ आज बिरामी छ, त्यही भएर म बस्नुपर्ने बाध्यता भयो। सधैँ म चाहिँ बिहानमा आफ्नो काम गरेर अनि त्यसपछि यहाँ सामानहरू भएर घर जान्थेँ, अनि आज चाहिँ बाध्यतै भयो कि बस्नुपर्ने, मान्छे नभएपछि होइन, भाइ मात्रै हो कि मेरो, त्यही भएर बस्नुपर्ने भयो कि। यो चाहिँ मेरो होटेल हो, चाइनिज भारतमा होइन। यो चाहिँ मेरो सानो एउटा गरी खाने भाडो भनौँ होइन। यो चाहिँ मेरो चाइनिज दोकान हो। कोही चाइनिज बनाउनुपर्छ कमेन्टमा लेख्नु है। अनि मेरो भाइ चाहिँ फेरि यता फेरि राइस बोइल गर्दै राइस पुगेन क्या आज। के छ कान्छ राइस राम्रोसँग पकायो फेरि के अरे अरू कस्टमरलाई त्यसो भन्नुहुन्छ, तेरि हो यो त खराब हुन्छ नि मान्छे त यार। कहाँ बिचरा उनीहरूलाई नि गाह्रो हुन्न, रातभरि सुत्न पाएन भने बिचरा ल हामी चाहिँ दाजुभाइ होइन, चिन्राख्नु होला। यो चाहिँ मेरो भाइ हो। हेलो ल सबैलाई भन्नु, लाइक साइक गर्नु भने त भन्नु, यहाँ सबैले लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला है। सपोर्ट मायाको साथ मायाको साथ सपोर्ट गरिदिनु पर्यो है साथीहरू। आज चाहिँ यस्तो भ्लग हालिदिउँ भने त मेरो दोकानको नहालेको हाल्छिनँ क्या मैले, अनि त्यही भएर है त।